नमस्कार, हाम्रो ज्ञान संसारमा स्वागत छ। आज हामी नेपाली इतिहास सम्बन्धी सामान्य ज्ञान सम्बन्धी रोचक प्रश्नहरू लिएर आएका छौँ। सुरु गरौँ। काठमाडौँ उपत्यकालाई 3 राज्यमा विभाजन गर्ने राजा को हुन्? सही उत्तर हो यक्षमल्ल। आधुनिक नेपालको एकीकरण कसले गरेका थिए? सही उत्तर हो पृथ्वीनारायण शाह। पृथ्वीनारायण शाहले काठमाडौँमा कहिले विजय प्राप्त गरे? सही उत्तर हो सन् 1825। कतिवटा उत्तर मिलाउनुभयो कमेन्ट गर्नुहोला। च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।